यसो घरमै बनाउनु त हैन कुल्फी मार्केटको मात्रै कति खानु हैन घरमा भनेको घरमा यो जस्तै पनि अलिकति हेल्दी बन्छ अनि घरमा बनाएपछि चिनी नराखिकन बनाउन सकिन्छ जसरी सक्दो अब अलिकति हेल्दी बनाउने कोसिस गरिन्छ नि त बाहिरको भन्दा हैन मैले 1 लिटर दुध राखेको छु पेनमा राखेको छु नन स्टिक पेनमा चाहिँ सजिलो हो नि के डढ्दैन है सबैको आफ्नो आफ्नो तरिका हुन्छ मेरो तरिका चाहिँ फेरि यस्तै हो अब 1 लिटर दुधलाई चाहिँ पकाएर आधी लिटर बनाउने है त त्यतिकै उ गरे पनि हुन्छ तर आधी लिटर बनायो भने चाहिँ एकदम दुधको पनि मिठो टेस्ट आउनु पर्यो नि अनि यसलाई चाहिँ मैले बसालेको छु आधी लिटर मेरो दुध बनाउँछु यो पकाएर त्यसपछि मैले यता बसालेको छु पेन अर्को यसमा चाहिँ मैले धेरै कुरा नराखिकन बनाउँछु के फेरि सिम्पल हैन पिस्ता र काजु बराबर अलिकति हल्का रोस्ट गरिदिन्छु यसलाई चाहिँ म हैन काँचै पनि बनाउँदा रहेछ कति साथीहरूले आफ्नो आफ्नो स्टाइल त सबैको फेरि है होइन 6वटा जति मैले सुक्मेल राखेँ त्यति बढी पनि मिठो पनि हुँदैन क्या फेरि एकदम धेरै राखेर पनि है यसलाई हल्का रोस्ट गरिदिने हजुर यति काजु र पिस्ता मात्रै आफ्नो आफ्नो स्टाइलको कसैले बदाम सबै थोक राखेर बनाउनुहुन्छ होइन खासै कुल्फी चाहिँ काजु र पिस्ताकै अलिकति ठिकै मिठो लाग्छ घरमा बसेर बेला काम नभएको बेलामा चाहिँ सकभर घरमा बनाएर खानुपर्छ यस्तो सामानहरू होइन बाहिर किनेर खाइन्छ खान त नखाने होइन तर पनि अब घरको भनेको अलिकति हेल्दी नै हुन्छ नि त बुझ्न जरुरी पनि छैन यो हाम्रो भइहाल्यो रोस्ट अब यसलाई चाहिँ होइन योभन्दा धेरै किन भुटिरहनु यो अब हामीले सेलाएर पिन्ने राखिदिन्छु 2-4वटा तान्द्रा केसर पनि कलर आउँछ नि त एकदम राम्रो होइन केसर राखे पनि खाना पनि राम्रो हेल्थको लागि एकदम राम्रो हो त केसर त त्यसपछि कलर पनि राम्रो आउँछ त्यति भइहाल्यो धेरै पनि चाहिँदैन हामीलाई केसर हेल्थको लागि एकदम राम्रो हुन्छ कलर पनि दामी कलर आउँछ क्या यसको चाहिँ नि एकदम मनपर्छ केसर चाहिँ होइन जेमा खिरमा जे बनाउँदा पनि राखिन्छ नि त दुध चाहिँ चलाइ डढ्न नदिने क्या मैले यो नन स्टिक पेन बसालेको त्यही भएर कस्तो छिटो डढ्छ होइन एकैछिन चलाउनु छोड्यो भने पनि लागिहाल्छ फेरि गन्दै कति नमिठो आउँछ डढेपछि नन स्टिकमा चाहिँ अनि खासै डढ्दैन त्यसले गर्दा सजिलो हुन्छ क्या पकाउनु पनि सजिलो भाँडो किन राखिकन बनाउनलाई चाहिँ मैले चाहिँ यहाँ छोकडा राखेको छु यो चाहिँ नि होइन यसमा चाहिँ नि यो सफ्ट चाहिँ हो यसको गाडी सबै निकालेर यसलाई चाहिँ चिनी राख्नु पर्दैन कि यो राखेपछि गुलियो यसैले पुग्छ नि त अब हल्का चिनी राख्छु सक्कर राख्छु भनेर भइहाल्यो होइन भने यसैले गुलियोले नै हामीलाई पुगि नै हाल्छ त्यहाँदेखि अब हामी यसमा राखेर एकछिन घुमाइदिन्छौँ होइन पिन्यो भने एकदम सजिलो यसलाई चाहिँ हामीले दुध राखेर पिन्ने अर्थो पानी चाहिँ नराखिदिने होइन अलिकति दुध राखेर पिनेपछि पिनिहालिन्छ यो दुध चाहिँ ठ्याक्क आधी भयो 1 लिटर थियो आधी लिटर ठ्याक्क छ यो चाहिँ कति बाक्लो भयो होइन यो तर पनि जम्न दिनुहुन्न कि त चलाइरहनुपर्छ तर जम्यो भने छोक्रा आउँछ नि त फेरि त्यसपछि अब यो मैले पिनेर ल्याएँ हाम्रो काजु र पिस्ता अनि यसमा थियो हाम्रो हरियो सुकमेल पनि हामीले राखेको थियौँ नि होइन 6वटा गेडा यसलाई चाहिँ यसैमा मिसाइदिने कि मजाले होइन धेरै बेर पकाउने त होइन कि यसमा त्यसपछि यो हाम्रो छोकडा पिनेर ल्याएँ यो चाहिँ नि सफ्ट छ भने उति बेलै भइहाल्छ होइन अलिकति दुध राखेर पिन्दिने सफ्ट छैन साह्रो खालको छ भने अघिल्लो दिनै पानीमा भिजाएर राख्ने हुन्छ दुधमा भिजाएर राख्दै पनि हुन्छ होइन सफ्ट बनाएर मजाले घुरुरुरु पारिदिएपछि त्यो जब पिनिहालिन्छ अब यो बुढाबुढी जसलाई पनि होइन बाहिरको सक्कर चिनी बच्चाहरूलाई दिन मन नलाग्यो भने अब यसैको सुगरले पुग्छ होइन थोरै सक्कर राखौँ भने पनि भइहाल्यो थोरै चिनी राखौँ भने पनि भइहाल्यो होइन आफ्नो इच्छा जे राखे पनि पाइहाल्यो अब बिना चिनीकै खाने भने पनि बनिहाल्यो क्या होइन यो चाहिँ मैले स्पेसली सुगर फ्री भने त के भन्नु अब गुलियो त कति गुलियो हुन्छ त्यो हुने होइन छोकडा नै गुलियो हुन्छ जो छ अब बाहिरको जस्तो अलिकति चिनी कम हुन्छ बाहिरको मार्केटको भन्दा केही मात्रामा अलिकति हेल्दी हुन्छ कि भन्ने एउटा ऊ मात्रै त हो नि होइन अरू त सामान त्यही त हो नि अब हाम्रो भयो यो रेडी यसलाई पकाउनु पर्दैन अब यसलाई हल्का चिसो बनाएर अनि भरिदिनुपर्छ जारमा एकछिन त्यसलाई सेलाउनु पर्छ होइन एकछिन चिसो नबनाइ त के फेरि ड्याउ त फ्रिजमा हाल्नुलाई चिसो बनाउनु पऱ्यो एकछिन यसलाई सेलाउन दिउँ बच्चाहरूलाई चाहिँ बाहिरको चाहिँ खाना दिनु पर्दैन कि यति बनाइदिएपछि है टन्नै बन्छ यतिको होइन कति धेरै भएको छ नि त अनि किन किनिरहनु पऱ्यो बाहिर बेकारको यस्तो टाइम भएको बेलामा बनायो भने जब बनिहाल्छ त्यही एकछिन दुध उम्लिने टाइम लाग्ने अरू केही टाइम लाग्ने होइन है घरमा जानी बनाउन सकिन्छ क्या त सिम्पल कुराहरू है एउटा फ्रिज हुनु पऱ्यो घरमा फ्रिज नभए चाहिँ भएन जम्ने फ्रिज भएपछि भइहाल्यो क्या जहाँ पनि बसेर खान सकिन्छ त सिम्पल कुराहरू बनाउन सकिन्छ घरमा होइन सुगर फ्री चाइनीलाई सुगर नराखिकन बनायो भने त्यही छोकडाको सुगरले पुगिहाल्छ होइन सुगर त त्यो गुलियो नै हो त्यही पनि बाहिरको जस्तो भन्दा धेरै हेल्दी हुन्छ भरिदिउँ मसँग चाहिँ यस्तो छ फेरि प्लास्टिक है खासै सिल्भरको स्टिलको राम्रो हुन्छ त्यो पाउँछ क्या मसँग चाहिँ यही थियो त्यसले गर्दा चिसो बनाउनु पर्ने हुन्छ किनकि प्लास्टिकमा त खासै तातो राख्नु पनि हुँदैन नि त एकदम चिसो हाल्नुपर्ने हुन्छ नि त हामीले यसमा होइन अनि त्यही भएर म चाहिँ यसलाई चाहिँ निकै सेलाएको छु पुरै चिसो बनाएँ कि खासै प्लास्टिकमा तातो चिज राख्नु पनि राम्रो होइन नि त हेल्थको लागि चाहिँ
अब यसलाई चाहिँ बिर्को लगाइदिउँ। यहाँ बिर्को पनि छ यसको, टक्क टक्क लगाएर होइन। त्यसपछि हामी राख्छौँ यसलाई ल अब 3-4 घन्टामा यो रेडी हुन्छ कि यो हाम्रो। भाँडा त सानो थियो होइन, अब यहाँ बढी भयो। यसलाई चाहिँ नि बलमा राखिदिनु, टक्क टक्क लगाएर टक्क निकालेर खानु चाहिँ दामी मिठो हुन्छ। बलमै राखिदिनु भयो, जमिहाल्छ। जेमा राखे पनि 4 घन्टामा, फ्रिजमा राखेको 4 घन्टामा रेडी हुन्छ हाम्रो होइन। यति भयो, एउटाजनालाई पुगी पनि हाल्छ। यति डाडु भइदियो भने होइन, धेरै पनि चाहिँदैन। अनि यसरी घरमा कुल्फी बनाएर खान सकिन्छ। एकदम कति टेस्टी र कति मिठो हुन्छ। यो त अचम्मै मिठो लाग्छ। बजारबाट ल्याएको त बरु खल्लो खल्लो लाग्छ अलिकति होइन, यो त खत्रै टेस्टी हुन्छ। अनि अब 4 घन्टामा हाम्रो हुन्छ रेडी। साथीभाइ आउँदाखेरि पनि बनाए भयो, बच्चाको बर्थडेहरूमा है, बुढाबुढीलाई स्पेसली यसरी बनाएर खान सकिन्छ। ल अब 4 घन्टापछि हाम्रो खाना रेडी हुन्छ। यसरी बनाएर खाउँ है त। सबैको साथीहरूको कस्तो कस्तो तरिका छ मलाई पनि सेयर गर्नु। मेरो तरिका चाहिँ यस्तो हो कि बनाउने। ल सबैजनाको जय होस्।